सम्पूर्ण दर्शक तथा श्रोता महानुभावहरू नमस्कार। कार्तिक मासका महत्त्वपूर्ण दिनहरूमध्ये यमपञ्चकका महत्त्वपूर्ण दिनहरूमध्ये पहिलो दिनको यो काग तिहार विशेष श्रृङ्खलामा हजुरहरूलाई हार्दिक स्वागत छ। दर्शक महानुभावहरू, आजको यस श्रृङ्खलामा 2082 सालको काग तिहारसँग सम्बन्धित सम्पूर्ण जानकारीहरू, पूजा विधि, त्यस्तै गरेर कागलाई बलि दिने जो विधि रहेको छ, कागलाई हामीले भोजन दिने जो विधि रहेको छ, त्यो र विशेष महत्त्व तथा नियम र सम्पूर्ण जानकारीहरू लिएर उपस्थित भएका छौँ। दर्शक महानुभावहरू, सबैभन्दा पहिले यो विशेष दिनको पञ्चाङ्गबाट सुरुवात गरौँ। मिति विक्रम संवत 2082 साल कार्तिक महिनाको 2 गते आइतबार, तदनुसार ईसवीय संवत 2025 अक्टोबर महिनाको 19 तारिकका दिनमा काग बलि दिने दिन, यानि कि कागलाई खाने भोजन दिने यो काग तिहारको दिन रहेको छ। दर्शक महानुभावहरू, काग तिहारको दिनमा कागको पूजन गर्नाले, त्यस्तै गरेर कागलाई मिठो भोजन प्रदान गर्नाले यमराजको नकारात्मक दृष्टि हामीमा नरहने विश्वास गरिएको छ। विशेष गरेर हाम्रो सनातन परम्परामा कागहरूलाई यमराजका दूतका रूपमा पनि लिने गरिन्छ। उनीहरूले राम्रो सन्देश लिएर आएको खण्डमा, हाम्रो राम्रो सन्देश लगेर दिएको खण्डमा त्यसले हामीलाई राम्रो गर्ने भएको कारणले गर्दा हामीले कागको सम्मान गर्दछौँ। दर्शक महानुभावहरू, विशेष गरेर कागको सम्मान भनेको सम्पूर्ण पक्षीहरूको सम्मान पनि रहेको छ। त्यस्तै गरेर कागलाई हाम्रो ज्योतिष शास्त्रमा पनि एउटा महत्त्वपूर्ण पक्षीका रूपमा लिने गरिन्छ। हामी कतै यात्रा गर्दै गर्दा कागले दिएका आवाजहरू, कागका जुन क्रिया प्रतिक्रियाहरू छन्, त्यसबाट पनि हाम्रो सायद निर्धारण हुने हाम्रो ज्योतिष शास्त्रीय मान्यताहरू पनि रहेका थिए। दर्शक महानुभावहरू, यस्ता कारणहरूले गर्दा हामी कागको आराधना गर्दछौँ। यो सारा ब्रह्माण्ड रहनुमा सम्पूर्ण प्रकारका पक्षीहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको छ। त्यसै कारणले गर्दा त्यसैको एउटा स्वरूपका रूपमा पनि हामीले कागहरूको पूजा गर्ने गर्दछौँ, कागहरूलाई भोजन प्रदान गर्ने गर्दछौँ। दर्शक महानुभावहरू, आजको दिनमा हामीले अब कसरी कागलाई भोजन प्रदान गर्ने, कागको सकेसम्म कसरी पूजा गर्ने, त्यसतर्फ प्रवेश गर्न गइराखेका छौँ। दर्शक महानुभावहरू, आजको दिन यो तिहारको पहिलो दिन भएको कारणले गर्दा, यमपञ्चक अन्तर्गतको पहिलो दिन भएको कारणले गर्दा हामी घरका परिवारका सदस्यहरू बिहानको समयमा उठेर ब्रह्म मुहुर्तमै सूर्योदय हुनुभन्दा अगाडि नै स्नान गरेका हुन्छौँ, पवित्र भएका हुन्छौँ। त्यस्तै गरेर हामीले शुद्ध वस्त्रहरू धारण गरेर दैनिक रूपमा गर्ने हाम्रा जुन पूजनहरू रहेका छन्, ध्यान जप तपहरू रहेका छन्, ती कर्महरू पहिले गर्दछौँ। अब यो समयमा सम्भव हुन्छ भने त तीर्थमा गएर स्नान गरेको राम्रो हो। जसरी हुन्छ स्नान गर्दछौँ र हामी पवित्र हुन्छौँ, आफ्ना कर्महरू गर्दछौँ। त्यसपछि शुद्ध मनले, पवित्र मनले विशेष भोजनहरू तयार गर्दछौँ। विशेष भोजनहरू तयार गरिसकेपछि आफूले भोजन गर्नुभन्दा पहिले हजुरले जुन भगवानलाई भोग लगाउनुहुन्छ, भगवानलाई भोग लगाइसकेपछि तर आफूले भोजन नगर्दै हजुरले त्यो बनाइएको प्रसादबाट, बनाइएको भोजनबाट जे पनि छ त्यो थोरै थोरै मिलाएर कागका लागि समर्पण गर्नुपर्ने हुन्छ। दर्शक महानुभावहरू, कागको पूजा गर्नु पनि उपयुक्त हुन्छ, तर कागको पूजा गर्न त्यति धेरै सहज नहुन सक्छ। त्यसै कारणले गर्दा हजुरले केही पूजा सामग्रीहरू, फुल इत्यादि साथमा लिएर एउटा बोहतामा अथवा दुनामा हजुरले तयार गरेको जो भोजन, स्वादिष्ट भोजन रहेको छ, त्यो भोजन, त्यसका साथमा हामीले भोजनका साथमा जे मिसाएर ग्रहण गर्छौँ त्यस्तै कुराहरू पनि आडमा राखेर एउटा दुनामा, एउटा बोहतामा जल र त्यसमा एउटा फुल राखेर, छुट्टै पनि फुल राखेर हजुर कागलाई बलि दिने अथवा कागलाई भोजन दिने ठाउँसम्म जान सक्नुहुन्छ। दर्शक महानुभावहरू, घरको नजिकैमा दिँदा हुन्छ, हजुरलाई जहाँ दिँदा सहज रूपमा कागहरू आएर ग्रहण गर्न सक्छन् त्यहाँ दिन सक्नुहुन्छ। कुन दिशामा दिउँ भनेर हजुरलाई यदि जिज्ञासा लाग्छ भने थोरै दक्षिण दिशातर्फ दिनु पनि उपयुक्त हुन्छ। हजुरले जहाँ काग आइराख्छन् त्यस्तो ठाउँमा दिन सक्नुभयो भने त्यो पनि उत्तम हुन्छ। हजुरले गएर जहाँ जुन भूमिमा हजुरले दिँदै हुनुहुन्छ, जुन दुना दिँदै हुनुहुन्छ, त्यसमा थोरै जल छर्किएर त्यसपछि त्यहाँ माथि हजुरले त्यो कागलाई भनेर तयार गरिएको भोजन राखिदिन सक्नुहुन्छ। आडमा एउटा बोहतामा थोरै जल र एउटा फुल राखिदिन सक्नुहुन्छ। हजुरले पूजा सामग्री केही राख्नु भएको छ भने हजुरका नजिकै कागहरू छन् भने त हजुरले त्यो पूजा सामग्रीहरू छर्किदिन पनि सक्नुहुन्छ। छैनन् भने पनि जहाँनेर हजुरले त्यो
भोजन राखिदिँदै हुनुहुन्छ त्यसको वरिपरि राखिदिन सक्नुहुन्छ। कागहरूलाई पूजन गरेको सम्झिएर दर्शक महानुभावहरू यसरी कागहरूलाई त्यहाँ भोजन दिँदै गर्दा भन्ने एउटा विशेष मन्त्र रहेको छ। यो मन्त्रको भने हजुरहरूले उच्चारण गर्नुपर्ने हुन्छ। ध्यान दिएर श्रवण गर्नुहोला। ओम ऐन्द्रवारुणवायव्यां याम्यां वै नैऋतस्तथा वायसाः प्रतिगृह्णन्तु मया दत्तं बलिं तिमम्। म फेरि उच्चारण गर्न गइराखेको छु, मेरो साथसाथमै उच्चारण गर्न पनि सक्नुहुन्छ। ओम ऐन्द्रवारुणवायव्यां याम्यां वै नैऋतस्तथा वायसाः प्रतिगृह्णन्तु मया दत्तं बलिं तिमम्। यो यमपञ्चक अन्तर्गतको यो विशेष तिथिमा मैले कागहरूलाई सम्झेर यसरी भोजन प्रदान गरेको छु। हाम्रा घरमा विभिन्न प्रकारका शुभ खबरहरू मात्रै आउन्, विशेष गरेर कागहरूले जुन सन्देशहरू लिएर आउँछन् ती सन्देशहरू राम्रा मात्रै हुन्। त्यस्तै गरेर यमराजले पनि आफ्ना दूतलाई सम्मान गरेको कारणले गर्दा, कागहरूलाई सम्मान गरेको कारणले गर्दा नकारात्मक दृष्टिहरू नराखुन्, यमराजले पनि सकारात्मक दृष्टि राखुन् भन्ने सम्झेर नमस्कार गरेर त्यसपछि हजुर घरमा आउन सक्नुहुन्छ। हजुरले हात गोडाहरू पखाल्न सम्भव हुन्छ भने, धुन सम्भव हुन्छ भने हात गोडाहरू धोएर त्यसपछि हजुर आफ्ना दैनिक कृत्यहरू अगाडि बढाउन सक्नुहुन्छ, भोजनहरू ग्रहण गर्न सक्नुहुन्छ। दर्शक महानुभावहरू विशेष गरेर काग लगायत सम्पूर्ण पक्षीहरूको यो संसारमा महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। उनीहरूको संरक्षण गर्नु आवश्यक हुन्छ। त्यसै कारणले गर्दा सम्भव हुन्छ भने त सधैँ कहिल्यै पनि कुनै पनि पक्षीहरूलाई दुःख नदिउँ, कागहरूलाई कहिल्यै पनि दुःख नदिउँ। उनीहरूको सन्तान जन्माउने, हुर्काउने र सृष्टि सञ्चालन गर्ने कार्यमा धेरै हामीलाई जस्तो मानिसलाई जस्तो सहज हुँदैन। त्यसै कारणले गर्दा उनीहरूको रक्षाका लागि आफ्नो तर्फबाट प्रयास गरौँ। आजको दिनमा त झुक्किएर पनि कागका बच्चाहरू, कागका गुण इत्यादिलाई झुक्किएर पनि दुःख दिनु हुँदैन। कागलाई आजको दिनमा झुक्किएर पनि हजुरले अत्यावश्यक परेको खण्डमा बाहेक आजको दिनमा धपाउनु पनि हुँदैन। त्यसै कारणले गर्दा कागको सम्मान गर्नुहोला। कागलाई कुनै पनि प्रकारको दुःख पहुँचाउने काम आजको दिनमा नगर्नुहोला। दर्शक महानुभावहरू आजको यस श्रृङ्खलामा हामीले काग तिहारका बारेमा विशेष जानकारीहरू प्रस्तुत गऱ्यौँ। त्यसको महत्त्व के रहेको छ, पूजा विधि कस्तो रहेको छ र कागलाई जुन भोजन प्रदान गर्दछौँ त्यो भोजन प्रदान गर्दा कसरी गर्ने भन्ने विषय प्रस्तुत गऱ्यौँ। हजुरहरूका जिज्ञासाहरू केही बाँकी रहेका छन् भने कृपया कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। भोलिका श्रृङ्खलाहरूमा अब कुकुर तिहार विशेष, लक्ष्मी पूजा विशेष, गाई तिहार विशेष, त्यस्तै गरेर जुन हाम्रो भाइटिका विशेष रहेका छन् यी सम्पूर्ण सामग्रीहरू हामी तयार गरिराखेका छौँ। विधिवत रूपमा कसरी आराधना गर्ने सम्पूर्ण कुराहरू हामी प्रस्तुत गर्दै जानेछौँ। पुनः यो शुभ दीपावली तथा तिहार पर्व 2082 को अवसरमा हजुरहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै अर्को श्रृङ्खलामा पुनः भेट हुने बाचा गर्दै आजका लागि बिदा दिनुहोस्। नमस्कार।